जेठ 15 गते बजेट वक्तव्य आयो र तपाईँलाई थाहा छ सबैभन्दा कम बजेट कुन मन्त्रालयलाई छ भनेर? भौतिक पूर्वाधार मन्त्रालयको करिब 3 खर्ब बजेट हुँदै गर्दा त्योभन्दा अलिक कम युवा श्रम तथा रोजगार मन्त्रालयको करिब 3 अर्ब बजेट हुँदै गर्दा तपाईँलाई थाहा छ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट कति छ? 58 करोड 39 लाख रुपियाँ। यो चाहिँ हो मन्त्रालयगत बजेटको स्थिति। र सरकारले अदालतलाई कति बजेट दिएको छ थाहा छ? कुल बजेटको 0.45%, जुन 9 अर्ब 49 करोड 16 लाख रुपियाँ। र सरकारले एउटा लक्ष्य पनि के राखेको छ भन्दाखेरिमा प्रविधिको अधिकतम प्रयोग गरेर विद्युतीय अदालत व्यवस्थापन प्रणाली बनाउने, विपन्न तथा दुर्गम क्षेत्रका व्यक्तिहरूलाई कानुनी सहायता प्रदान गर्ने भनेर लक्ष्य लिएको छ। र न्यायपालिकाले गरेका विभिन्न अध्ययन, अनुसन्धान र प्रतिवेदनहरू मार्फत न्यायपालिकालाई थप स्वच्छ, सक्षम र स्वतन्त्र बनाउनको लागि करिब कुल बजेटको 1% बजेट हुनुपर्ने भनेर त्यो माग गर्दै आइरहेको अवस्था छ। र पछिल्लो समयमा जेन्जी आन्दोलन पश्चात झन् देशभरका न्यायालयहरू जलेको, अभिलेखालयहरू नरहेको र त्यसको आफ्नै भौतिक पूर्वाधारहरू, आन्तरिक व्यवस्थापन, अभिलेखहरू, अन्य विविध कुराहरू चाहिँ व्यवस्थापन गर्न बजेट अभावको कारणले नसकेको भनेर अगाडि पटक पटक बारम्बार आग्रह गर्दै आए तापनि यसपटक पनि न्यायपालिकाले कुल बजेटको 0.45% मात्र बजेट पाएको छ। र अहिलेको समयमा सरकारप्रति न्यायपालिकाको आश के पनि थियो भन्दाखेरि अस्ति भर्खर मात्र सरकारले वरियता क्रम मिचेर आफूले चाहेकै व्यक्ति प्रधान न्यायाधीशमा नियुक्त गरेको थियो भने प्रधान न्यायाधीशले पनि संसदीय सुनवाईको क्रममा बजेटको कुरालाई लिएर आशा भरोसा देखाउनु भएको थियो। यसरी हेर्दाखेरिमा अब चाहिँ न्यायपालिकाले आफूले सोचे जति बजेट पायो भने अझ यस न्यायपालिकालाई थप सुदृढ, सक्षम, स्वतन्त्र बनाई आम जनमानसमा न्यायको पहुँच र न्यायको मर्म कायम राख्न थप सहज हुन्थ्यो भन्ने चाहिँ धेरैजसो व्यक्तिहरूको आशा, इच्छा, भरोसा थियो। तर त्यो पनि अहिले यो सरकारले राज्यका 3 अङ्ग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका मध्ये न्यायपालिकालाई 1% पनि बजेट नदिनुले धेरै प्रश्न चिन्हहरू चाहिँ खडा गरेको छ। र तपाईँ यदि ल स्टुडेन्ट हुनुहुन्छ, कानुनको क्षेत्रमा अध्ययन अध्यापन गराउनुहुन्छ अथवा कानुन